मन्त्री परिषदका 5 निर्णय, सुनसरी र सिराहाका 4 प्रदर्शनकारी सहित घोषित। एनसेलले छानबिन प्रतिवेदन सार्वजनिक हुने। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्री परिषद बैठकले 5 महत्त्वपूर्ण निर्णय गरेको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको बैठकले नेपालमा आयात वा स्वदेशमै उत्पादन हुने विद्युतबाट सञ्चालन गरिने एम्बुलेन्स तथा शववाहनमा स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर भ्याट पूर्ण रूपमा छुट दिने निर्णय गरेको हो। बैठकले सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका 4 जनालाई शहीद घोषणा गर्ने निर्णय समेत गरेको छ। शहीद घोषणा हुनेमा सुनसरीका ओम प्रकाश महतो, जयप्रकाश मेहता र रविन्द्र कुमार मेहता तथा सिराहाका गणेश कुमार यादव रहेका छन्। त्यसैले बैठकले एनसेल सम्बन्धी छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ। मन्त्री परिषदले गरेका अन्य निर्णयहरूमा सार्वजनिक सेवा तथा जनहितसँग सम्बन्धित विभिन्न विषय समेटिएका छन्।